जातको आधारमा जातीय विभेद तथा छुवाछुत गर्नु सामाजिक रूपमा निन्दनीय र कानुनी रूपमा दण्डनीय अपराध हो। बागलुङको निसीखोला गाउँपालिका 7 राजकोटमा दलित महिलामाथि कुटपिट, प्रहरी प्रशासन मौन। दर्शकबिनहरू नमस्कार, म विजय श्रीपाली, प्रवास संवाददाता दोहा कतरबाट। बागलुङ जिल्लाको निसीखोला गाउँपालिका 7 राजकोट साबिक वडा नम्बर 1 भाँजा निवासी करिब 47 वर्षीय एकल महिला सीता सार्कीमाथि कुटपिट भएको छ। महिलाका अनुसार उनलाई सोही स्थानका नेपाली कांग्रेसका सभापति प्रताप कुँवरको बुवा पूर्व गाविस अध्यक्ष गणेश बहादुर कुँवरले सामान्य कारोबार नमिलाउने भन्दै जातीय अपमान र गाली गलौज सहित निर्घात कुटपिट गरेका हुन्। घटनापछि सार्कीले इलाका प्रहरी कार्यालय बुर्तिवाङमा उजुरी समेत दिएकी थिइन्। तर अहिलेसम्म प्रहरीले मुद्दामा कुनै चासो नदेखाएको पीडितको गुनासो रहेको छ। दलित समुदायकी एकल महिला भएकाले यो घटनाले थप सामाजिक संवेदनशीलता ल्याएको छ। पीडित पक्षले दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै दलित सञ्जालमा समेत उजुरी दिएकी छिन्। निसीखोला दलित सञ्जालका पूर्व अध्यक्ष रोशन विश्वकर्माले हाल जापानबाट हामीलाई जानकारी दिनुभएको छ।